सो गाइज दिस इज डे 4 कि कति दिन भयो जस्ट दिनदिनै बनाइराखेको छु कति दिन भयो त्यो पनि थाहा छैन। राइट भर्खर वर्कआउट सकाएँ माथि माथिको मात्रै गरिरहेको छु अहिले चेस्ट र आर्म्सको अलिक 1 महिना पछिदेखि सबै गर्नेछु होइन। सो आजको दिन चाहिँ मेरो यस्तै छ अनि आज चाहिँ म के भन्छ नो फ्याप च्यालेन्ज पनि लिइरहेको छु। यो वर्कआउट गरेर हल्का फ्रेस भएर आउँदाखेरि यो पनि सुकिसकेको छ। पछाडिको कपाल सो अब आज चाहिँ मैले सक्सेसफुल्ली भनौँ न मेन त नो फ्याप च्यालेन्ज हो सक्सेसफुल्ली आजसम्म मैले रोक्न सफल भइरहेको छु। इट्स हार्ड बट नट इम्पोसिबल होइन। बेला बेला सोच त आउँछ तर अब सोचलाई काबु गर्नु पर्यो क्या। अनि त्यसपछि अब हप्ता दिन जति होस् त्यसपछि म अझै डिटेलमा भिडियो बनाउँछु होइन। यो चाहिँ जस्ट हुन्छ नि दिनदिनै कन्टिन्यू गर्ने जोस उमङ्ग उत्साह होस् भनेर म गर्न गइरहेको छु होइन। अलिअलि गर्नु पर्यो नि त भन्नाले हल्का मोटिभेट पनि हुँदो रहेछ। अनि कपाल पाल्ने पनि के भन्छ कपाल पनि कस्तो हुन्छ पछिसम्म अहिले चाहिँ यस्तो छ त्यही भएर ल्याङफ्याङ छोडिदिइरहेको छु। जस्तो छ सबै कपालमा रमाउनु पर्यो नि पछि केही कदम काट्यो भने यही कपाल कति राम्रो हुन्छ। अहिले चाहिँ भत्ल्याङ भुत्लुङ जस्तो हुन्छ त्यस्तै हो गाइज। म जे पाए त्यही बोलिरहेको छु तर जस्ट हात पनि गलिरहेको छ यार। अघि वर्कआउट गर्दा गर्दा हिजो गरेकोले त पुरै दुखिरहेको थियो क्या। यस्तो यस्तो बिहान उठ्न गाह्रो भएको थियो फेरि यस्तो हानेपछि हल्का सन्चो भयो फेरि दुख्न थाल्यो। सो जय नेपाल बाई बाई।